तो गाइस फाइनली हामी चाहिँ अब टुर जान लाग्छौँ। अब टुर कहाँ जान लाग्छौँ? मुस्ताङहरूको आफ्नो फेरि गाडीमा बस्छ सबैजना। अब बुढाबुढीलाई लगेर जान लाग्छौँ। जेम्स हाय उफ्रेको अहिले चाहिँ टक्क पारामा हामी चाहिँ मन्दिर जान लाग्छौँ। कति महिनाको कुशललाई केही गर्नुपर्दा बाँदरको आयो भएन भएन हाम्रो कुशललाई हराएको अवस्था कहाँ हरायो भनेको उहाँ पुगेर रहेछन् ती भर्खर भर्खर फेला पार्यौँ हामीले कुशल दाइलाई। यहाँ चाहिँ पहिले आएर बसिरहेछन्। हामी चाहिँ अहिले टक्कर कुन मन्दिर हो यो? मन्दिर जान लाग्छौँ। टुर आएको सौरातिर टक्क पारामा एनसी भएर दुईजना हो त सब काम नलाग्ने देखियो हामी दुईवटा मात्र यहाँ भोलि एनसी भनेको यता अर्को एनसी छन् फेरि उता यस्तो गरेको फेरि जलाइन देखाएको होला यस्तो गरेको के अरे बाबु अरे जङ्गल आएँ फेरि यहाँ चाहिँ के अरे भोक लाग्यो भने यस्ता गरिबहरूले त्यहाँबाट यसो लेचसेच किनेर खुवाइदिइरहेको मैले दानी त मैले खुवाइदिएको किन दिएँ भन तँलाई किनेर अर्को उसलाई नि खुवाइदिइसकेँ मैले चाहिँ दान गरिरहेको छु म एकदम दानी छु मान्छे। हामी मन्दिर जान आएको यहाँ फेरि भोकाएर यस्तो छ बिहान बिहान नुहाएर म मन्दिर जाने भनेर नुहाएर आएको छु भन्ने मान्छे फेरि यही वरिष्ठ मान्छे हुनुहुन्छ मैले त पाठ गराउने भाइ पाठ गर्न उहाँले नै आएर फेरि बिहान बिहान चटपटे खान लाग्नु भयो। मेरो नि छ कि सनलाई कता हरा यो बिहान बिहान मन्दिर आउने मान्छे मन्दिर आएर चटपटे खाने मान्छेलाई के भन्न चाहनुहुन्छ? यस्तो नलाउने के बिहान बिहान मन्दिर आएर पूजा गर्न चटपट खाने मान्छेले के भन्न चाहनुहुन्छ हजुरले? दुई शब्द भन्न चाहन्छु। के शब्द? पागल नि आइसक्यो। यो चाहिँ हाम्रो कान्तिको र ट्युसन घरको पागल यस्तो यहाँ चाहिँ यहाँ कुशल दाइले मिठाई लगाउनु भयो। मिठाई देखेर बाँदरको चाहिँ यहाँ भिड भइसकेको छ हाम्रो हनुमानजीहरूको मिठाई चाहिँ उहाँ हाम्रो कुशल दाइको मिठाई लगाउने ठाउँ चाहिँ खतरा छ है फेरि। ओइ ओइ अनिल दाई आउँछ ओइ मलाई धन्य मारेको होइन फोटो त फोटो त आउँछ साथै भर्खर आएको छौँ हामी चाहिँ नि कराउनु लाग्छ मिठाई दिएन भनेर बाटो बाटो चौकीदारी चाहिँ रहेछ नि यहाँ दियोस् ल ल ल ल ल ल सरसँग ल ल सरसँग ओए मचिन्छ भिडियो चटपटे लगिदिएको अवस्था चटपट मन्दिर जाँदा नखाने भनेको बाँदरले यहाँ यो मन्दिरमा ठ्याक्कै उल्टो रहेछ है। अरू मन्दिरमा हामीले बाँदरले जिस्काउने गर्थ्यौँ यहाँ बाँदरले हामीलाई जिस्काएर हामीलाई झम्टिराख भर्खर दुईजनाको चटपटे हाँडी हानिदियो लुडिदियो जता कतै छ हामीलाई जिस्काउँछ उल्टे हामीले जिस्काउने बेला बाँदरले जेम्स रमाइलो भइरहेछ हो कि जेम्स एकदम थकाइला यस्तो ठाडै उकालो चढेर आइरहेछौँ हामी बाटाभरि छन्। हमारे यहाँ ये सही होता है क्या? हेल्प गर्छु मैले सहयोग दिन्छु चाहिँ छिटो गरिदिनु न
सररररर उई उई जुनकिरी ओ जुनकिरी त गाइज भर्खर हामी चाहिँ झऱ्यो अब हामी कहाँ जान्छौँ जेम्स मौला कालिका अब 3 किलोमिटर टाढा हिँडेर मौला कालिका जान हम ल गाडी बन्द गर अब ल गाइज अहिले चाहिँ हामी टक्क पारामा मौला कालीमाथि जानलाई भर्खर 200 सिडी हिँड्यो अब हिँड्दैछौँ अझै 1600 सिडी बाँकी छ हाम्रो माथि मन्दिर पुग्नको लागि यस्तो जङ्गल रहेछ वरिपरि चाहिँ अहिले चाहिँ हामी टक्क पारामा 1800 सिडी चढेर मौला कालिका आउँला हालत एकदम खराब भयो नाजुक छ यहाँ खुट्टा दुखेर मार्टिन बुट निकालेर खाली खुट्टा हिँड्ने है बहिनीहरू होटल फाइनल्ली गाइज हामी चाहिँ 1800 सिडी चढेर मौला कालिका मन्दिर आइपुग्यो दर्शन गर्न जय मौला कालिका भन्नु अनि फाइनल्ली 1800 सिडी चढेर सनसेटको भिडियो हेर्दै मौला कालिका आइयो हामी राम्रो चौतारीमा पिपल भेटिएन पुल्न खोज्यो शीतल भेटिएन झ्याप पर्वते माया झ्याप भेटियो पोखरा आउ बो आडैमा बस मेरो हो भन्नेको चरा घाटी बस मेरो आगे घुर्छु हामी टक्क पारमा छौरामा आएर यो थारू डान्स हेरिरहेको छ मना गएर नाचिरहेको छ अगाडि सब हेर
बिहानीमा शीतको थोपरात परेसी जुन ढोका बस मेरी माया मन छ तिम्रो युना च्याप्पा घरबाटै माया च्याप्पा भेटियो पोखरा आऊ गो आडैमा बस मेरो भनिको अनि मेरो रातो पेन लै न रातो पेन 4-5 वटा पुग्छ रहेछ यिनीहरूलाई नि हो पन्छै बाजा बजाइदेऊ गान गान्ती लासा पर्यो जातिर लोकान्ती रूपकी रानी कसको 17 भएको अर्को गाईको कोस दाइ यो त माइत जान सक्यो जेम्स दाइ होइन अर्को अनिल दाईको साथीहरू हामी चाहिँ होटेलमा छौँ भने हाम्रो टुर 2 दिनको टुर आज एक दिन हाम्रो कम्प्लिट हुन्छ अनि